हेलो हेलो हजुर मलाई भन्नुहोस् त के 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 छ हाल खबर कता हुनुहुन्छ कुन तपाईँ त बाहिरै होला जस्तो लाग्यो बेला बेला भिडियो हेर्दा त्यस्तै लाग्यो मलाई किन बाहिर कस्तो हुन्छ भित्र कस्तो हुन्छ र है अस्ति एकजना फिलिपिनी देखाएको थियो त्यही भएर क्या फिलिपिनी के खोइ के खाना लाग्नु भएको थियो नि हाँ त्यही भएर आज के खाँदै हुनुहुन्छ आँप र के खाएको भिडियो देखेको थिएँ अनि छेउमा एकजना खोइ फिलिपिनी इङ्ग्लिस बोल्दै हुनुहुन्थ्यो नि त त्यही भएर चाहिँ अनि बाहिरै होला जस्तो लाग्यो नेपालमा पनि आउँछन् फिलिपिनी होइन चाइनिज हो के हजुर त्यो चाइनिज हो अँ ए मलाई फिलिपिनी भन्दै आएको त्यही भएर केही छ भन्नुपर्ने छैन केही भोइस म्यासेज एकदमै पठाउनु भएको रहेछ तपाईँले के हो तपाईँको क्याटेगोरी भनेर कस्तो लाग्यो र मेरो क्याटेगोरी तपाईँलाई तपाईँ त अलि हाइफाई नै जस्तो लाग्यो हाइफाई नै जस्तो लाग्यो प्रोफाइलहरू हेर्दा तपाईँको त्यो के भन्छ बोलीचालीहरू हेर्दाखेरि जस्तो लाग्यो म त साधारण सवारी चालक गल्फ कन्ट्रीतिर साधारण चालक भए पनि मन राम्रो हुनुपर्छ साधारण चालकलाई पनि टप्काउने कुरो हुन्छ फेरि कुरो बुझ्नुभयो सवारी चालक पनि ठुलै हो क्या एक किसिमले हेर्ने हो भने सवारी चालकले अलिकति मात्रै केयरलेस गरेपछि त्यहाँ पछाडि बस्ने मान्छेहरूको ज्यान धरापमा हुन्छ कि हुन्न त्यसलाई पनि एक किसिमको ठुलै मान्छे मान्छु म त पछाडि बस्ने पनि खतरा पछाडि कोही छैन आफू एक्लै छ भने आफू पनि आफू एक्लै हुँदा पनि भयो भने दुर्घटना भयो भने आफ्नो पनि ज्यानको खतरा अनि तपाईँको बिहे भएको छ कि नै त अनि अन्दाज गर्नु त अब मलाई केटा मान्छेलाई अन्दाज गरेर न केटा मान्छेले नानी पाउने न केटा मान्छेले सिन्दुर हाल्ने कसरी अन्दाज गर्ने हो कुरा नि केही न केहीको हेरे छैन मैले म यस्तो फेसबुक क्विनले अनि तपाईँ जस्तो सवारी चालकको हेरे छैन हेर्नै भ्याउन्न क्या मैले भन्नु न सुरु बिहा भएको कि नै हजुर कायमै छ त्यसो भए कि डिभोर्स गरेर यतातिर लाग्ने विचार छ र त्यो जोखाना मनले के भन्छ मनले जोखाना त्यो जोखानाको कुरा मनले भनेको सबै पुग्ने भए त मनले भनेको सबै पुग्छ होला त त्यसो भए मनले कथे छ त्यसो भए मनले कथे छ त के अरे त्यस्तो असम्भव कुराहरू कस्नु पनि हुँदैन क्या ठुलो पाप लाग्छ ए हो कि हुन्छ ठुलो पाप लाग्छ असम्भव हुने कुराहरू कहाँ घर सुदूर पूर्व ए